डेन्जर के माछा तर यतातिरको जाने रुट त रुटै हो है अब त रिसी जस्तो के ल धेरै पछि निस्कियो घुम्नलाई हामी तीनजना घुम्न हिँडिरहेका छौँ। कमाल कमाल म अनि त्यसपछि कविराम के छ एक दुई सौदा जाऊ न कमाल भर्खरै स्टेसनमा आएको के अरे स्टेसनको नाम के अरे सिन इमामिया लगभग लाग्छ होला आधी घन्टा जति हाम्रो सराउन्डिङ चाहिँ यस्तो छ है यस कहिले होला कि नेपालमा के यस्तो कि डेन्जर के रङै लाग्ने डेन्जर भिड छ कि आज त के नि लगभग टुरिस्ट एरिया हो नि त ओसाको सबभन्दा फेमस ठाउँ हो नि त त्यही भएर होला कि खासै हेर्नलाई चाहिँ केही पनि छैन खासमा भनिन्छ होइन त्यही एउटा त्यो के भन्छ त्यसलाई एकदमै पुरानो कास्टल क्या नि एकदम पुरानो मन्दिर जस्तो छ कि त्यही हो त्यो बाहेक केही पनि छैन तर डेन्जर मान्छेहरू खतरा धेरै पछाडि देख्न सक्नुहुन्छ ब्याकग्राउन्ड पनि खतरा खान कहाँ कमल आऊ कि हाम्रो कमल डेन्जर लजाइरहन् हाम्रो हिरोहरू एकजना चाहिँ भ्लगिङ गरिरहन् एकजना चाहिँ लजाइ हिँडिरहन् कि पुरै कि हाम्रो उस चाहिँ उहाँ टुप्पामा डाँडा टुप्पा देखियो कि होइन त्यहाँ नेपाल भए चाहिँ लाएर हिँडिन्थ्यो होला जाङ्गी साङ्गी त लाएर हिँडिन्थ्यो होला जापानमा चाहिँ त्यस्तो लाएर हिँड्यो भने त अलि खराबै देखिन्छ नि त हामीलाई त खराब होइन खाइरहेर अब विदेशीहरूको जस्तो सफा खुट्टा भए त के हुन्थेन पुरै भुत्लै हुन्छ नि त देख्ने मान्छे पनि तर्सिन्छ नि त त्यही भएर त्यो भए पनि अनि अर्को त्यो समस्या पनि हुन्छ कि हेर्दै थाहा हुन्छ कि पुरै यो यहीँबाट स्टार्ट रहेछ डेन्जर पुरानो छ कि यो ढोका नै के गेट होला कि सायद के हो कि ल भिडियो चिन्नु लाग्यो हामी चाहिँ मैले पहिला चाहिँ ओसाकामा बस्दा चाहिँ ओसाकै फुकुओकामा बस्दा चाहिँ गएको थिएँ के भन्छ त्यसलाई फुकुओका कास्टलमा तर चाहिँ त्यसो हेर्नु लागेको त खासै केही पनि थिएन त्यति खासै केही पनि थिएन भनौँ न यहाँ पनि खासै केही त होइन तर चाहिँ जस एउटा बिल्डिङले खतरा ठुलो त्यो आर्किटेक्चरिङले चाहिँ डेन्जर फेमस छ कि ठाउँ कि यो चाहिँ कस्तो रहेछ भने चाहिँ टक्क लाएर सराउन्डिङमा चाहिँ सर त्यो क्यानल जस्तै कि ताल जस्तै अनि त्यसपछि ठ्याक्क बिचमा चाहिँ के भन्छ त्यसलाई बिचमा चाहिँ कास्टल बिचमा चाहिँ ठ्याक्क लाएर कास्टल अनि चाहिँ ठक्क लाएर ब्रिजबाट छिर्ने रहेछ कि अहिले चाहिँ हामी चाहिँ ब्रिजमा खाऊँ त्यो हेरा चाहिँ खत्रै होला त सुनको होला कि त्यो उसहरू है पुरै कि केउतोमा छ कि सुनको गोल्डन टेम्पल नामै गोल्डन टेम्पल केउतोमा देखेछु देख्न चाहिँ मलाई त्यहाँ हामी गएको हामी त्यहीँ नजिक थियौँ अनि चाहिँ ब्रिजबाट तर्दै लाग्यो पनि होला नि अब सुनकाई खै अरू नानी यो साकुराको सिजनमा चाहिँ डेन्जर हुन्थ्यो होला कि फुलिरहनु त साकुरा चाहिँ होइन नि त त्यस्तै फुलहरू साकुरा त झरिसक्यो बल्ल तिनजना भेट भयो हाम्रो बल्ल यो कविता भाइरल भएर हाम्रो भाइरल कविता आउँछ बल्ल भेट भए माथि जाने यो अझ यहीँ नजिकै खा हेर्नु नि त्यो सुतेको तर चाहिँ ढुङ्गा चाहिँ कसरी बनायो होला कि है पुरा खतरा के को मोटी जाने विदेशी केही हुँदैन हामीलाई के भएर आयो ठाडो उकालो रहेछ कि जस आमा डेन्जर छ त यार त्यहाँ गएर अस्ति भिडियो बनाएको थिएँ डेन्जर के केही देखेन खतरा छ कि खतरा आमा मान्नुपर्छ यार त्यो केही देखेन पछाडिको डेन्जर ठुलो छ कि लगभग यहीँबाट सबैले फोटो खिच्ने हाम्रो ओसाकाको कास्टल भनौँ न यहीँ पछाडि छ मलाई चाहिँ ठ्याक्कै त्यो खोलाको पारिपट्टिबाट हेर्ने जस्तो लाग्थ्यो तर होइन रहेछ कि डेन्जर भिड छ कि मान्छेहरूको लास्टै धेरै मान्छेहरू छन् कि डेन्जर कि मान्छेलाई नछो बुढो रिसी जस्तो गरिदिएको छुँदाखेरि ल म चाहिँ चाख्न लाग्यो कस्तो मिठाई छ तर हामी दुईवटा चल्दैन बिस्तारै खाउँ न छिटो खा मिठो खाना तल मिठो छ हल्का मलाई के भन्दा नि पानी कास मात्रै लाग्यो तर यतातिरको जाने रुट त रुटै हो है त्यो रिसी जस्तो के विदेशी भनेर है के हो गएर खा जापान विदेशीहरूलाई छैन कि जापानमा के पनि
चराको बच्चा पैसा पैसा पनि छैन होला है दसमा 25 तारिक मस्त खाइरह म त मोबाइल बिना त जति जोसँग घुम्न गयो है साथीहरू आजको ढोको पुरो भयो अब चाहिँ हामी चाहिँ फर्किन लाग्यो सबैलाई नास्ता सास्ता गरेर केही छैन अब चाहिँ सकियो जोस् यहाँसम्म हेर्दै सहयोग गरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद थ्याङ्क यू है